वन ऐन 2076 को प्रावधान अनुसार सञ्चालित साझेदारी वन प्रणालीले वनको संरक्षण र सदुपयोग, जैविक विविधताको सम्वर्धन तथा स्थानीय एवं राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्य लिएको छ। डिभिजन वन कार्यालय स्थानीय तह र वन उपभोक्ताको साझेदारीमा व्यवस्थापन गरिने राष्ट्रिय वनको रूपमा रहेको साझेदारी वन हाल सुदूरपश्चिमको कैलाली जिल्लाका 3वटा स्थानमा लागू भएको छ। भारताल, बारावन र गौरीगंगा साझेदारी वन यहाँ अवस्थित छन्। साझेदारी वनमा डिभिजन वन कार्यालय स्थानीय तह र उपभोक्ताहरू सहभागी भई तीनै पक्षको साझेदारीमा वन संरक्षण, व्यवस्थापन र सदुपयोगको कार्य हुँदै आएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुर बताउनुहुन्छ। वनको दिगो व्यवस्थापन गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने प्रमुख उद्देश्य रहेको उहाँको भनाइ छ। यसको मुख्य उद्देश्य भनेको पहिला वनको चाहिँ दिगो व्यवस्थापन होस् र वनको उत्पादकत्व र उत्पादन चाहिँ वृद्धि गर्ने, वनको जुन गुणस्तर खस्किँदै गएको गुणस्तरलाई सुधार गर्ने यसको प्रमुख उद्देश्य हो। र यस काममा चाहिँ के हुन्छ भने नजिकका उपभोक्ता र टाढाका उपभोक्ता दुवैलाई चाहिँ सहभागी गराएर वन जङ्गलको संरक्षण र व्यवस्थापन सदुपयोगमा हिस्सेदारी बनाएको पाइन्छ। सामुदायिक वन कार्यक्रमले वनको वरिपरि रहेका नजिकका उपभोक्ताहरूलाई मात्र वन संरक्षण, व्यवस्थापन र सदुपयोगमा सहभागी बनाउँछ भने साझेदारी वन कार्यक्रमले वनको नजिक र टाढा रहेका दुवै क्षेत्रका धेरै उपभोक्ताहरूलाई समेट्ने गर्दछ। साझेदारी वनबाट प्राप्त आमदानीको 70% समूह र 30% प्रदेश सरकारका बीच बाँडफाँड हुने डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत विश्वराज पण्डित बताउनुहुन्छ। सामुदायिक वनहरूले चाहिँ सामुदायिक वन क्षेत्रभन्दा नजिक रहेका उपभोक्ताहरूलाई मात्र समेटेर वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको कार्यक्रममा सहभागी बनाउँछ भने साझेदारी वनले चाहिँ वन क्षेत्रको नजिक र टाढा रहेका सबै उपभोक्ताहरूलाई समेटेर यसलाई वनको व्यवस्थापनमा सहभागी बनाउँछ। त्यस्तै सामुदायिक वन र साझेदारी वन बिचको यदि हामीले तुलना या भिन्नता भन्यो भने सामुदायिक वनबाट प्राप्त आमदानी या वन पैदावारहरू चाहिँ हामीले कसैसँग तपाईँको साझेदारी भागबन्डा गर्नु पर्दैन भने साझेदारी वनबाट उत्पादित वन पैदावारहरू चाहिँ 70% समूहको भागमा र 30% चाहिँ प्रदेश सरकारको भागमा बाँडफाँड हुने गर्छ। यो भनेको राजस्वको बाँडफाँड समेत हो। यसरी यो सामुदायिक वन र साझेदारी वनमा यस्ता खालका भिन्नताहरू छन्। यही अवधारणा अनुसार गठन गरिएको गौरीगंगा साझेदारी वन 2079 मा गठन भएर पनि कार्ययोजना लागू भइसकेको थियो, तर आन्तरिक विवादका कारण 2 वर्षसम्म कार्यान्वयन हुन सकेन। मोहन्याल र गौरीगंगा क्षेत्रमा फैलिएको वन गत आर्थिक वर्षदेखि सञ्चालनमा आएपछि काठदाउरा सङ्कलन भइरहेको छ। अध्यक्ष बलबहादुर महताका अनुसार कर्मचारी व्यवस्थापन लगायतका कार्यक्रमहरू ऋण मार्फत सञ्चालन गरिएको थियो। हाल ऋण तिरिएको र अब बाँकी आमदानी शिक्षा, स्वास्थ्य तथा गरिबी न्यूनीकरणका क्षेत्रहरूमा खर्च गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ। हाम्रो गौरीगंगा साझेदारी वनको वार्षिक कार्यक्रम अनुसार नै खर्च हामीले चाहिँ गरिरहेका छौँ र वार्षिक कार्यक्रम अन्तर्गत गरिबी न्यूनीकरण कार्यक्रमहरू, आय आर्जनसँग सम्बन्धित कार्यक्रमहरू हामीले तय गरेका छौँ र एवं प्रकारले खर्च गरिरहेका छौँ। र यो वार्षिक कार्यक्रम अन्तर्गत हाम्रो यसपालि सब डिभिजन अन्तर्गत हामीले नर्सरी कार्यक्रम पनि अगाडि बढाएका छौँ। यो नर्सरी हाम्रै गौरीगंगा साझेदारी वनको लगानीमा हामीले चाहिँ अगाडि बढाएका हौँ र हाम्रो गौरीगंगा साझेदारी वनमा गत वर्ष 2-3 वर्षदेखि यता काम भएको थिएन र यसपालि काम भएको हुँदा ऋणहरू तिर्ने कुरो हामीले सम्पन्न गऱ्यौँ। अनि कर्मचारीको तलब, व्यवस्थापनदेखि लिएर सबै कार्यक्रमहरू यसपालि हामीले सम्पन्न गरेका छौँ र अब आउने नयाँ कामबाट फेरि गौरीगंगा साझेदारी वन प्लस पोइन्टमै जान्छ। साझेदारी वन कार्यक्रमले स्थानीय स्तरमा रोजगारी समेत सृजना गर्ने गर्दछ। गौरीगंगा साझेदारी वन समितिका सदस्य मेलाराम टेर्राका अनुसार हाल उक्त साझेदारी वनमा 12 जना कर्मचारी छन्। कचान मुछान, नर्सरी, फायर लाइन, सरसफाई र अन्य वन व्यवस्थापनका क्रियाकलापहरूमा पनि स्थानीय 60 जना भन्दा बढीले 3 महिनासम्म रोजगारी पाउने गरेको उहाँ बताउनुहुन्छ। अहिलेको हकमा चाहिँ 12 जना कर्मचारी रहेका छन्। कटान मुछानदेखि लिएर यो छपान कार्यमा यहाँका स्थानीयहरूले त्यही वर्षमा कम्तीमा पनि 2.5 देखि 3 महिना निरन्तर 60 देखि लिएर 100 जनाले चाहिँ निरन्तर
रोजगारी पाइराखेको अवस्था हो। जस्तै फायर लाइनहरू बनाउनु पर्ने होला, आगलागी नियन्त्रणका कुराहरू होलान्। त्यसमा चाहिँ हामीले त्यही नजिकका पाइक पर्ने उपभोक्ताहरूलाई बोलाएर त्यो कार्यमा काम लगाएर उहाँहरूले पाउने पारिश्रमिक ज्याला चाहिँ यस कार्यालयको कोषबाट चाहिँ दिने प्रावधान चाहिँ मिलाएका छौँ। साझेदारी वनबाट उपभोक्ताहरू पनि प्रत्यक्ष लाभान्वित छन्। सुनपाल सामुदायिक वनको उपभोक्ता रहेका गौरीगंगा 9 शेरबहादुर चौधरी सामुदायिक वनमा काठका लागि निवेदन दिए पनि त्यहाँबाट नपाएको, तर साझेदारी वनमा निवेदन दिने बित्तिकै काठ पाएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, महँगो भए पनि समयमै काठ पाइन्छ। समुदायबाट हाम्रो सुनपाल समुदायको उपभोक्ता हौँ। सुनपाल समुदायबाट हामीले निवेदन हालेको काठ पाएनौँ, त्यहाँबाट गऱ्यो केही पाएनौँ। पछि साझेदारीमा निवेदन हाल्ने बित्तिकै अलि महँगो भयो, तर त्यही पनि हामीले आफूले सोचेका जस्ता काठ पायौँ। करिब 12 वर्ष अघि स्थापना भएको कैलालीकै पहिलो 12 वन साझेदारी वनले धनगढी उपमहानगरपालिका, गौरीगंगा गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका 23वटा ओडा समेटेको छ। गठनपछि लामो समयसम्म निष्क्रिय जस्तै रहेको यो वनमा आर्थिक वर्ष 71-72मा एकपटक मात्र काठ दाउरा सङ्कलन भएको थियो भने अहिले पुनः सङ्कलन सुरु गरिएको छ। 2075 सालमा दर्ता भएको भारताल साझेदारी वन भने विवाद र वैज्ञानिक वन व्यवस्थापन खारेजीका कारण कार्ययोजना अनुसार सञ्चालन हुन सकेन। अध्यक्ष यादव भण्डारीका अनुसार स्थापनापछि देखिएको विवाद र वैज्ञानिक वन व्यवस्थापन खारेज भएपछि काम रोकिएको थियो। 2080 पछि मात्र ढलापडा निकाल्ने मिल्ने व्यवस्था आएपछि अहिले काम अघि बढ्न थालेको छ। 75मा स्थापना भयो, तदर्थ समिति थियो, कार्य समिति बनाउन लाग्यो। 76-77मा भर्खर काम सुरु हुँदै थियो, सरकारले बन्द गरिदियो। हाम्रो त रनिङ नै भएन, कार्ययोजना 1 वर्ष पनि राम्ररी कार्यान्वयन गर्न पाएन। अघिल्लो पटक 25,000 सेफ्टी काटेर थियो 80-81मा, धलापडा सुरक्षा निकाल्ने हुनु गएको थियो। अब कसैले हाल्दै हालेन, यहाँ 17-18,000 सेफ्टी थियो, केही हालेनन्। यसपालि पेश गरेका छ, अहिलेसम्म कट्न आदेश आएको छैन। वन नियमावली अनुसार साझेदारी वनको वन पैदावार मध्ये 30% सरकार र 70% समूहको हुने व्यवस्था छ। तर समूहको भागबाट हुने आमदानीमा समेत आन्तरिक बिक्रीमा 10% र बाह्य बिक्रीमा 15% प्रदेश सरकार तथा 10% स्थानीय तहलाई कर तिर्नुपर्ने प्रावधानले साझेदारी वनहरू मर्कामा परेको भण्डारीको भनाइ छ। उहाँका अनुसार प्रदेश सरकारले ल्याएको यो व्यवस्था न्यायोचित छैन। काठ दाउरे बाँडफाँड 70 र 30 बाँडफाँड गरिसके पनि फेरि यो करमाथि लाग्ने काम भएको छ। अनि आन्तरिक बिक्री गऱ्यो भने 10% चाहिँ प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने, 15% चाहिँ प्रदेश सञ्चित कोषमा र 10% चाहिँ स्थानीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने, 25% बाह्यको 25% र आन्तरिकको 10% चाहिँ कर तिर्नुपर्छ। फेरि त्यो बचतको पनि 25% आन्तरिक राजस्वमा कर तिर्नुपर्छ। यस्तो सामुदायिक वन साझेदारी वनलाई त यो त दुना भैँसी भन्छन् नि यो सरकारको, त्यस्तो बनाएको छ अहिले। करले त्यस्तो मार, उता काठ दाउरे बाँडफाँड पनि गर्नुपर्ने, उतातिर कर पनि, भनेपछि यो त 13-14 कर लगाइराखेको साझेदारी वनको अघिमा। साझेदारी वन कार्यक्रमले स्थानीय पालिकाको राजस्वमा समेत सहयोग पुर्याउने गर्दछ। साझेदारी वनबाट प्राप्त हुने आमदानीको केही प्रतिशत हिस्सा पालिकाले पनि पाउने भएकाले यसले आर्थिक विकास सँगसँगै वनलाई पुनरुत्पादनमा टेवा पुग्ने गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेल बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, यसका लागि सबै सचेत हुनुपर्दछ। एउटा 12 वन साझेदारी हो, त्यो 8-10 वर्षसम्म त्यसको कुनै पनि त्यो आम्दानीका कामहरू भएका थिएनन्, अब सुरु गर्दैछन् क्यारे। एउटा गौरीगंगा साझेदारी वन छ, यति बेला अलिअलि सङ्कलन गरिएको थियो। त्यो सङ्कलनको नगरपालिकाले फेरि त्यो पनि उता महन्याल गाउँपालिका र गौरीगंगा नगरपालिका दुईटा पालिकाको भूगोलमा पर्छ त्यो साझेदारी वन। अब उसले पाउन, गौरीगंगा नगरपालिकाले गौरीगंगा नगरपालिकाले हाम्रो आम्दानीको 10% तपाईँहरूले पाउने हाल्छौँ भनेर भनिरहेका छन्। केही आइराखेको अवस्था चाहिँ हो। आर्थिक विकास मात्रै होइन, वनलाई पुनरुत्पादनमा नै त्यसको जुन कार्यविधि भनेको छ धेरै राम्रो छ। अब त्यसमा के हो भने हामी सबै सचेत हुनु पर्यो, जनता सचेत हुनु पर्यो, वनका कर्मचारी सचेत हुनु पर्यो। र त्यसलाई के हो भने जुन कार्यविधि छ, कार्यविधिलाई कार्यान्वयन गर्नतिर हामी लाग्यौँ भने त्यसको धेरै राम्रो फाइदा छ। साझेदारी वन कार्यक्रमले वन संरक्षणसँगै स्थानीय रोजगारी, राजस्व वृद्धि र प्राकृतिक स्रोतको दिगो उपयोगमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ। तर सरकारवालाका गुनासालाई सम्बोधन गर्दै प्रभावकारी समन्वय गर्न सके यो कार्यक्रम थप प्रभावकारी बन्ने देखिन्छ।